नमस्ते सबैजनालाई शुभ बिहानी। आज मौसम एकदमै चिसो अलि हुस्सी लागिरहेको छ मेरो ठाउँतिर चाहिँ। आजको दिन चाहिँ एकदमै स्पेशल छ किनकि हाम्रो साथीहरूले जिम क्लबको साथीहरूले चाहिँ एउटा सानो पिकनिकको अरेन्जमेन्ट गरेका रहेछन्। सो वी आर गोइङ टु जखेरा ताल अनि त्यहाँको सुन्दर मनोरम दृश्यहरू अनि हामी साथीभाइसँगको रमाइलो पुरा फुल मस्तीका साथ यो भिडियोमा हुनेछ। सो यो भिडियो चाहिँ लास्टसम्म हेरेर सपोर्ट साथ अनि माया गरिदिनु होला है गाइस। ल चियासँग सुरुवात गरिरहेको छु। म एकछिनमै जान्छु साथीलाई भेट्न। सब डिटेलहरू चाहिँ मेरो भिडियोमा हुन्छ। वाच अन्टिल एन्ड। थ्याङ्क यू सो मच। अहिले चाहिँ म जिमतिर जाँदैछु। हाम्रो चाहिँ प्लान चाहिँ सबैजना जिममै भेट्ने प्लान छ। त्यसपछि हामी चाहिँ हाम्रो डेस्टिनेसनतिर जाँदैछौँ। मर्निङ बिहानमा चाहिँ मेरो ठाउँतिर चाहिँ एकदमै हुस्सु लागेको छ गाइस। हेर्नुहोस् एकदम बाटो अलि हल्का हुस्सु लागेको छ। फाइनली हामी चाहिँ अहिले जिम क्लबमा हाम्रो यो जिम हाउसमा आइसकेको छ। हाम्रो यो आशिष दाइको जिम। ल केटाहरू यहाँ पनि बसिरहेको छ। अनि हाम्रो आशिष दाइको जिम है फ्रेन्ड्स फिटनेस जिम। हामी फ्रेन्ड्स फिटनेस जिमबाट हामी पिकनिक आयोजना गर्छ। पिकनिक जानलाई रेडी भएको। ल हाम्रो जिम प्यारो जिम, सबैभन्दा राम्रो जिम, तुलसीपुरको राम्रो पुरानो जिम। केटाहरू सबै तयार छन् है पिकनिकको लागि। हाम्रो विराज दाइ ल हाम्रो टिकटक स्टार विराज। चिसो हावा हल्का हुस्सु र साथीहरूसँग रमाइला गफ गर्दै हामी हाम्रो पिकनिकको लागि जखेरा तालतिर लाग्यौँ। तुलसीपुरबाट जखेरा तालसम्म पुग्न लगभग 1.5 देखि 2 घन्टा जति लाग्ने रहेछ। अहिले चाहिँ हामी फाइनली कालीमाटी जाने भन्छ हैन। कालीमाटी के केटाहरु आज हाम्रो पछि आजको हाम्रो व्यवस्था साथी आइसक्यो। हामीले नजिकै रहेको पसलबाट पिकनिकको लागि आवश्यक पर्ने सामानहरू रेन्टमा लियो। सो त्यसको लागि चाहिँ यहाँ सबै एरेन्जमेन्ट छ। तपाईले टेन्सनै लिनु पर्दैन। हाम्रो सब सामान रेडी भइसक्यो अनि हामी चाहिँ हाम्रो गाडीमा राखेर भित्रतिर लाग्यो। अनि भित्र जान साथ जखेरा तालको स्टनिङ भ्यूले हामी सबैलाई वेलकम गर्यो। एकछिन त हामी हेरे गयो। ताजा हावा, शान्त ताल र वरपरको हरियालीले गर्दा मुड एकदमै रिल्याक्स अनि फ्रेस भयो। बाँकी हामी एकछिनमा एक्सप्लोर गर्नेछौँ। अहिलेलाई चाहिँ हामी हाम्रो पिकनिक स्पटमा जानेछौँ अनि विल डु सम सेटअप फर आवर ब्रेकफास्ट। अब हामी पिकनिक स्पटमा आएर पनि हामीले अब दाउरा साउरा बाल्दैछौँ, आगो गाउँदैछौँ। अब सबै साथीहरूले उता अब सामानहरू रेडी गर्दैछन्। अब एकछिनमा हामी सब सामान रेडी गरेर खाने पिकनिकको लागि तयारी गर्दैछौँ। पहिला सुरुमा हामी खाने विचार त हाम्रो अन्डा र कालचिया हो। त्यसको लागि रेडी हुँदैछ। अब चाहिँ हामी ब्रेकफास्ट बोइल अन्डा लागि हाम्रो पानी रेडी भइसकेको छ। हामी हाल्दैछौँ। अब चाहिँ अन्डा रेडी हुँदै गर्छ। अनि भाँगोको अचारको लागि हाम्रो दाइले भाँगो भुटिसक्नु भएको छ। कफी खानको लागि कफी चाहिँ रेडी भइरहेको छ। यो चाहिँ प्लेन ब्ल्याक कफी। पानी चाहिँ त्यहाँ उम्लिरहेको छ। यहाँ चाहिँ चिनी अप्सनल। अनि यहाँ चाहिँ सब साथीहरूले चाहिँ कफी रेडी भइसकेको छ। पानी चाहिँ त्यहाँ उम्लिँदैछ। अलमोस्ट भइसकेको छ हाम्रो यहाँ। त्यो चाहिँ लसुन खेलाएर राखिसक्यो। कागतीहरू लसुनहरू दाइले चाहिँ हाम्रो दाइले अझै अदुवा गराइ राख्नुपर्छ। अदुवा खुर्सानी। अब दाइ चाहिँ एकदम प्रोफेसनल आज दाइ। नमस्ते। हामी चाहिँ दाङको तुलसीपुरबाट दाङ देउखरीको एकदमै सौन्दर्य रमणीय पर्यटकीय स्थल जखेरा तालमा वनभोज भनेर एउटा सानो कार्यक्रम लिएर आएका छौँ। तुलसीपुर बाहिनी चोकमा रहेको आशिष युवा व्यवसायी आशिष श्रेष्ठद्वारा सञ्चालित फ्रेन्ड्स फिटनेस जिम क्लबबाट हामी चाहिँ वनभोज कार्यक्रम लिएर आएका छौँ। साथीहरु यही दृश्य हो हाम्रो वनभोज कार्यक्रम सुरु भइसकेको छ। सुरुमा कफीको कार्यक्रम हो यो।
हाम्रो वरिष्ठ प्रवेश ओझाबाट उनी चाहिँ बारिस्टर ट्रेनर उनलाई चाहिँ यो सम्बन्धी धेरै आइडिया छ कफी सम्बन्धी त्यही भएर हामीले चाहिँ प्रवेश भाइलाई जिम्मा दिएका छौँ यो साइड अनि यसै गरी हेर्नुहोस् उहाँ गएर खसी काट्ने कार्यक्रम सुरु भइसकेको छ हाम्रो साथीहरू रमाइरहनु भएको छ गुड मर्निङ सबैलाई गुड मर्निङ फर्स्टमा हामीले हाम्रो ब्रेकफास्ट ब्ल्याक कफी र बोइल एगबाट सुरु गर्यौँ यतातिर चाहिँ खसीको भुत्ला फाल्ने कार्यक्रम भइरहेको छ भने अर्को साइडतिर चाहिँ हाम्रो सलाद अनि अचारको लागि इन्ग्रिडियन्ट्स रेडी हुँदैछ त्यो राई दाइले चाहिँ राजकानी बनाउन लागिदिएको यता चाहिँ खसीको मासुलाई टुक्रा पार्दैछौँ भने अनि अर्को साइडतिर चाहिँ बोइल आलुको हामी बोक्रा फाल्दैछौँ अचारको लागि पकाउने सुरु भइरहेछ हाम्रो चाहिँ यहाँ सेफ हुनुहुन्छ के पकाउनुहुन्छ अङ्कल कटनेसीमा चाहिँ यो हाम्रो खसीको आन्द्रा भुडी होइन रगत मिक्स हाम्रो A1 सेफले चाहिँ यहाँ यता कटनेसी रेडी हुँदैछ अनि हामी कतिजनाको एक अर्कासँग भेट नै हुँदैन डिफ्रेन्डसिप भएको सो वी आर इन्ट्रोड्युसिङ टु इच अदर मेरो नाम चाहिँ खुम चौधरी घर चाहिँ तुलसीपुर छ डुम्री गाउँ पहिला चाहिँ म बाङ जिल्ला फिटनेस सङ्घ जिल्ला सदस्य टाइम नदिएको हुनाले अहिले चाहिँ त्यति दिन्छु ल साथीहरू होइन मलाई अलिक आउट फिल हुन्छ यस्तो भन्दाखेरि चाहिँ पुरा भाषण दिए जस्तो लाग्छ होइन तै पनि भन्नुपर्दा है मेरो नाम चाहिँ प्रदीप भण्डारी हो र मलाई गोपाल पनि भनेर भन्छन् होइन तर प्रदीप भन्नु नै बुझ्छु अहिलेसम्म चाहिँ अब फ्रेन्ड्स फिटनेसमा मैले साथीहरूसँग चिरपरिचित गरेर यहाँसम्म आउने एउटा अवसर पाएँ मौका पाएँ होइन कतिपय पहिलेदेखि चिनजान हुनुहुन्थ्यो र कतिपयलाई आज म चिन्दैछु म एकदम खुसी छु यसमा चाहिँ है नमस्कार मेरो नाम चाहिँ विराज ओली म चाहिँ सलान कालीमाटीदेखि नमस्कार है मेरो नाम चाहिँ जीवन चौधरी मेरो घर चाहिँ जङ्गीसरण गाउँपालिका वार्ड नम्बर 7 सिमठाना र म चाहिँ बाहिर बस्छु विगत 15 वर्षदेखि म इटालीमा बसिरहेको छु सबैलाई नमस्कार मेरो नाम विराज घर चाहिँ दङ्गीसरण कोल्टापुरी साथीभाइहरूसँग यसो फ्रेन्ड फिटनेस जिम क्लबबाट टिम आज टुर जाने कार्यक्रम थियो साथीहरूसँग यसो रमाइलो गरौँ भनेर म कुनै टुकुराएँ नमस्ते मेरो नाम राजेन्द्र बुढा सिजा गाउँपालिका 4 जुम्ला अहिले चाहिँ जो दाजुसँग भेट हुँदाखेरि अब पिकनिक जाउँ भने अब आइयो अब लप्टाउने सप्टाउने सबै गर्ने मेरो घर चाहिँ यता बस्छु बसाइ विगत हामी त अब आशिताको पुरानो एकदम चाहिँ अब 20 वर्षदेखि नै अब यसमा चाहिँ आशिताको फ्रेन्डसिप अब कोही नै थिएन नि अब अहिले त तुलसीपुरमा धेरै जिमहरू आइसक्यो है हामीले जिम जब सुरु गर्दाखेरि एसएस दिएको पऱ्यो 66मा एसएस दिएको गर्दाखेरि अहिले विगत अब चाहिँ 17-18-20 वर्ष हुनुभयो जिममा अब चाहिँ आबद्ध छौँ। नमस्ते मेरो नाम घनश्याम पुन दङ्गीचरण ठेगाना दङ्गीचरण 1 नमस्कार मेरो नाम भरत बुढा मगर हालचली सेलुलर वडा नम्बर 6 धन्यवाद नमस्ते मेरो नाम एकेन्द्र ओली मेरो चाहिँ तुलसीपुर 6 दाङ नमस्कार हिमाल केसी परम कालीमाटी मेरो घर कालीमाटी सलान कालीमाटी मेरो नाम चाहिँ विपुल बस्नेत तुलसीपुर 12 देखि नमस्ते मेरो नाम चाहिँ हेमराज बस्नेत है मेरो घर चाहिँ तुलसीपुर 6 रचौरा नमस्ते मेरो नाम चाहिँ लक्ष्मण भण्डारी घर चाहिँ तुलसीपुर 6 नमस्ते मेरो नाम चाहिँ विपिन ओली घर चाहिँ 14 नम्बर वडामा पर्छ आज दाइहरूसँग रमाइलो जिमदेखि आएको रमाइलो भइरहेछ इन्जोय गरौँ। नमस्ते मेरो नाम परमेश ओझा
तुलसीपुर 5 निवासी हामी सब फ्रेन्ड फिटनेस जिमबाट आएको रमाइलो गरिरहेको छौँ र रमाइलो भइरहेको छ ल धन्यवाद सर नमस्ते म चाहिँ बालकृष्ण दुलाल तुलसीपुर 7 नयाँ बस्तीबाट अनि यु नो मी एज ए क्रिस एडभेन्चर एक अर्कालाई इन्ट्रोड्युस गरिसकेपछि हल्का भोक लाग्दो जस्तो भयो अनि हाम्रो खसीको फर्स्ट आइटम कटनेसी पनि रेडी भइसकेको रहेछ अनि त्यसको साथमा आलुको अचार अनि भुजा सो यो चाहिँ हाम्रो आजको लन्च जस्तो हो कालो कस्तो छ लिँदैछु कस्तो छ भुटान टेस्ट कस्तो छ भाइ भुटान कस्तो छ कटनेसी चाहिँ एकदमै मिठो थियो अनि दाइहरू इन्जोय गर्दै खाँदै हुनुहुन्छ अब हाम्रो सेकेन्ड आइटम खसीको सेकुवाको लागि सेफ दाइले इन्ग्रिडियन्ट्सहरू हालिदिँदै हुनुहुन्छ जस्तै जिन्जर गार्लिकको पेस्ट धनियाँ अनि अरू मसलाहरू यसलाई चाहिँ हामी राम्ररी म्यारिनेसन गरेर केही टाइमको लागि छोडिदिनेछौँ अनि त्यसपछि हामी अलि एक्सप्लोर गर्न जान्छौँ हिँडेर आएको छु मैले चाहिँ लगभग 5-6वटा ग्रुप चाहिँ पिकनिक खाएको देखिसकेको छु सो यहाँ हेर्न सक्नुहुन्छ यहाँ एउटा हाम्रो ग्रुप भइहाल्यो अनि त्यहाँ 4वटा अनि यतातिर पनि अर्को ग्रुपको छ पिकनिक छ र स्पेसली विन्टर सिजनमा चाहिँ हाम्रो धेरैजना मान्छेहरू पिकनिक जाने चलन छ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अर्को एउटा ग्रुप पनि रहेछ फेरि यसो हिँड्दै गर्दा वी केम टु नो त्यहाँ अर्को एउटा तुलसीपुरबाट आएको ग्रुप पनि छ अरे सो मेरो साथी चाहिँ उहाँसँग कुरा गर्न हाम्रो यहाँ फेरि हाम्रो यहाँबाट पनि तुलसीपुरकै मेट्रो कलेजबाट आउनुभएको पिकनिकको लागि हाम्रो यहाँ चाहिँ एक ल म्याम हुनुहुन्छ के छ म्याम हाम्रो ब्लगमा हजुरलाई स्वागत छ है हस् धेरै धन्यवाद कस्तो लागिरहेको छ म्याम तपाईँलाई फर्स्ट टाइम यो ब्लग छ भन्ने थाहा पायो अब हामी सब्सक्राइब गर्छौँ सबैजनाले सब्सक्राइब क्रिस गर्छौँ एडभेन्चर्स क्रिस एडभेन्चर सबैजनाले सब्सक्राइब शुभ नाम रे मेरो नाम चाहिँ अधिवक्ता सुषमा केसी अधिवक्ता सुषमा केसी हजुर म चाहिँ तुलसीपुर मेट्रो कलेजमा BA-LLB संकायमा पढाउँछु हजुर र अरू बेला चाहिँ म वकालत गर्छु तुलसीपुर उच्च अदालत कसैले तपाईँलाई भेट्दा धेरै धेरै खुसी लाग्यो यो हो दाङ जिल्लाको लमहीमा पर्ने एक सुन्दर जहरा ताल दाङको एक शान्त र रमाइलो नेचुरल लेक ताल चारैतिर हरियो जङ्गल र ओपन ग्रिन फिल्डले घेरिएको छ जसले आँखा र मनलाई रिफ्रेस गर्छ कार र बाइकबाट सजिलैसँग यो ठाउँमा पुग्न सकिन्छ त्यसैले फ्यामिली पिकनिक मर्निङ वाक र नेचर स्केपको लागि पर्फेक्ट स्पट हो तालको साइडमा 2वटा लोकल टेम्पल्स छन् जसले स्पिरिचुअलीको टच पनि दिन्छ यो ठाउँ शान्ति सुकुन र नेचरसँग रिकनेक्ट गर्नको लागि एकदम रमाइलो छ अहिले चाहिँ म जखेरा तालको फेमस मन्दिर यो मेरो पछाडि रहेको मन्दिर चाहिँ जखेरा तालको मन्दिर हो र यो चाहिँ बिच पानीको बिच जस्तो म छ र उतापट्टि चाहिँ पिकनिक स्पट अनि फिसिङहरू बोटिङहरू गर्नु छ भने उताबाट गर्न सक्नुहुन्छ र त्यहाँबाट चाहिँ तपाईँलाई यो मन्दिरमा लिएर आउँछ वरिपरि पानी अनि बिचमा चाहिँ मन्दिर छ एकदमै अमेजिङ एकदमै दामी भ्यू छ यहाँ तपाईँलाई चाहिँ पिसफुल टाइम इन्भेस्ट गर्नु मन छ भने यहाँ आएर एकचोटि भिजिट गर्न सक्नुहुन्छ पिकनिक प्लस रमाइलो तालको बिचमा मन्दिरहरू अनि बोटिङहरू गर्न सक्नुहुन्छ कस्तो लागिरहेको छ त रमाइलो तर बाइकमा पनि तर मौसम चाहिँ चिसो छ रमाइलो छ राम्रो छ कुल छ इन्भाइरोमेन्ट मलाई मन पर्यो ठाउँ चाहिँ भ्यू मजा दामी लाग्यो भ्यू राम्रै छ केही समय तालको वरपर घुमेर अब हामी हाम्रो पिकनिक स्पटतिर फर्कदैछौँ जाँदा दाइले चाहिँ खसीको सेकुवा पोल्न सुरु गरिसक्नु भएको रहेछ बास्ना चाहिँ एकदम मिठो आएको छ सो एक्साइटेड टु टेस्ट हाउ इट इज त्यही त
ठिक मोलेको भइदियो मोलेको ठिक छ काले सेकुवा सेकुवा पनि एकदमै बवालै मिठो थियो। अब चाहिँ दाइहरूले चाहिँ नाच्ने प्लान बनाइराख्नु भएको छ र म यसो बुझ्छु हाम्रो सेफ दाइलाई के गर्दै हुनुहुन्छ। के पकाउनु भयो सेकेन्ड आइटम? अब मटन ग्रेभी। मटन ग्रेभी। यहाँ चाहिँ अहिले चाहिँ मटन ग्रेभी बनाउनको लागि कति मजाले प्याज हालेर रातो गरी भुट्दै हुनुहुन्छ। यता बासमती राइस र मटन ग्रेभी रेडी हुँदैछ भने अर्कोतिर चाहिँ हाम्रो दाइहरू नाच्न सुरु गर्छ। हाम्रो फाइनल डिश रेडी भइसकेको छ। लेट्स चेक इट। अब चाहिँ यो चाहिँ बासमती राइस, यो मटन ग्रेभी, यहाँ चाहिँ आलुको अचार। सो अचार चाहिँ अघि हामी चाखिसक्यो, एकदम मिठो छ। सो मटन ग्रेभी र यसरी राइस खाँदा कस्तो छ म हल्का आइली भएछ, हल्का अलिकति नुन कम छ, होइन भने एकदमै दामी छ यो चाहिँ। एकदम तातो तातो छ। है दाइ एकदम मिठो दाइ, दामी छ। हाम्रो चाहिँ पिकनिकको लास्ट, आजको लास्ट खाना भनौँ। त्यसपछि हामी चाहिँ अनि एकछिन रमाइलो गरेर फेरि जान्छौँ। सबै खाइरहेछौँ, कोही नाचिरहेछौँ, रमाइलै छ। यदि तपाईँहरू चाहिँ यो ठाउँमा आउनुभएको छ, बाइचान्स यो ठाउँमा आउनुभयो भने मैले चाहिँ मेरो स्टिकर यहाँ राखिदिएको छु। सो डोन्ट फर्गेट टु मेन्सन मी है। सो मेरो स्टिकर चाहिँ यहाँ छ। सो यहाँनिर राखिदिएको छु। सो किस एडभेन्चर भनेर राख्दैछु अनि क्युआर गर्नुहोस् अनि डोन्ट फर्गेट टु मेन्सन मी है।
यदि तपाईँ चाहिँ यो ठाउँमा आउनुभयो र यो स्टिकर देख्नुभयो भने चाहिँ मलाई अभियसली मेन्सन गर्नुहोस् है गाइस। थ्याङ्क यू। पिकनिक कार्यक्रम लगभग समाप्त भयो। सबैले चाहिँ इन्जोयमेन्ट गऱ्यौँ, खायौँ पियौँ, रमाइलो गऱ्यौँ, नाचगान गरेर अब हामी चाहिँ फर्किँदैछौँ। जानुभन्दा अगाडि 1-2वटा राम्रो ग्रुप फोटो। ल हामी पनि फेरि जोड्यो साथीहरू। अच्छा खिच्लौँ। आजको वनभोज चाहिँ एकदम सक्सेस भयो। वनभोज रमाइलो भयो साथीहरू, दाइहरू सबैहरू एकदम रमाइलो, एकदम पर्फेक्ट। ल यो ठाउँ चाहिँ एकदम रमाइलो हुन्छ, फेरि फेरि आउन मन लाग्यो। यहाँको वातावरण आइहाल्यो। हामीले बिहान लिएको सामानहरू रिटर्न गरेर अब घर फर्किँदैछौँ। फर्स्टमा चाहिँ हामी जिम क्लब जानेछौँ, त्यसपछि अनि आफ्नो घर जानेछौँ। ओभरअल हाम्रो पिकनिक एकदमै राम्रो भयो। हामी सबैजनाले धेरै नै इन्जोय गर्यौँ। होप तपाईँहरूले पनि इन्जोय गर्नुभयो। लाइक, कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है टु क्रिस एडभेन्चर्स। अन्टिल देन, ciao for now.